टीवी टुडे विशेष रिपोर्ट में अपने संपूर्ण गोटे के स्वागत है। हम चांदनी अखन एकदम हम मध्य प्रदेश के नया ठाव लोग में उपस्थित छी। आई ठाव के नाम खास कर हमरो जानकारी नहीं छल, बहुते आदमी के जानकारी नहीं है। जे ई ठाव से चंद्रपुर गैराटार जे तिलेश्वर नाथ महादेव मंदिर सामुदायिक वन है। एठम एकदम धार्मिक स्थल है जे धर्म से जुड़ल गेल है। जे एठम हम सब अखन खास करके उपस्थित भेलहुँ। एठम के की महत्व है से बुझे के प्रयास करब। जेना कि एठम देख रहल छी चिड़िया खाना बीच में है, एकदम चारू भर प्राकृतिक सँ जे छै से घेरल कही। एठम एकदम सबसे नीक की लागे जे चारू भर पहाड़ के बीच में खोला के साइड में जे छै से एकदम ई पार्क है। ई पार्क के नाम धामी पार्क है। धामी पार्क में देखल जाए तो अखन एकदम खूबसूरती सँ जे छै से ढाकल कही, छोपल कही। बीच में ई पार्क है धामी पार्क, जे एठम एकटा धामी समुदाय है। ओहो कारण से जे छै से एहि पार्क के नाम जे छै से धामी पार्क राखल गेल छै। एकदम एठम के हम सब बातचीत करे के प्रयास करब जे ई महादेव मंदिर के जे तिलेश्वर नाथ महादेव मंदिर के खास कर के महत्व की है बुझ के वो प्रयास करब। एहि वन के खास कर के धामी पार्क नाम किया राखल गेलै, त केना नामकरण भेल छै के, तो वो चीज बुझे के प्रयास करब। एठम के जे सुंदर जे एठन पार्क है, चारू तरफ जे प्राकृतिक से जे छोपल गेल है, तै ठाव के बारे में सेहो जानकारी लेब। अहाँ सबके खास करके एठम के हम सब चीज देखाबे के प्रयास करब जे कतेक नीक है। जे अपना सबके मध्य प्रदेश में एहन एहन ठाव सब है, लेकिन जानकारी नहीं भेला के बाद जे छै से आदमी सब घूम नहीं जाय छथिन, तो कहे छै जे किछ छेबे नहीं करे। एतेक डाढ़ा काढ़ा पहाड़ प्राकृतिक के सौंदर्य के बीच में ई पार्क। तो चलू अपने सबके हम सब एठम के पार्क के दृश्य देखाब। एठम के जे किछ जेना हरिण सब देख में आबि रहल है, हमरा अजगर देख रहल छी, सब चीज के बारे में जानकारी लेब, केना के ओकरा सबके तैयार कयल जाय छै। विशेष जानकारी एठम के जे छै से पदाधिकारी व्यक्ति हुनका से लेबे के प्रयास करब। वर्षमा अब त्यही हात्तीहरू आउँछ। वर्षमा एकताली हात्ती आउँछ। एक सालमा एकचोटि मात्रै आउने? हजुर, एकताली मात्र। कतिवटा आउँछ? एउटा मात्र, दुईटा आउँदै गर्छन्। अनि त्यसपछि यसमा अरु अझै तपाईहरु कतिजना बस्नुहुन्छ यसमा? यसमा त अहिले कति चारजना मात्रै बस्नुहुन्छ। अनि त्यस्तो केही डर अथवा केही त्यस्तो त्रास केही त छैन? डर लागिरहेको छैन। यसमा चाहिँ खास गरेर सरकारहरू बोलाको कतिको ध्यान हुन्छ? कतिको सरकारबाट यो पार्कलाई लिएर कति चाहिँ सरकार निकाय कति चाहिँ यसलाई सोचिरहेको छन् यसलाई केही राम्रो गरौँ भने? राम्रै गरेछ। अनि खानपिन कहाँबाट अजिगरलाई नि तपाईहरु हाँस दिनुहुन्छ? कसरी उहाँहरूलाई फेरि त्यो ल्याउनुहुन्छ? कताबाट प्राप्त हुन्छन् त्यो? अब किनेर ल्याउनु पर्यो। परिवर्तन अब यसैबाट नै हो। मान्छे घुम्न आउँछ भने त केही फ्युसु लिनुहुन्छ कि? कति अहिले कम छ। कति रुपैयाँ लिनुहुन्छ? त्यही 20 लाख कति हो, त्यहीबाट आउँछ। त्यसैबाट पाउनु पर्यो। मयूर है मयूर के अझै पंख देखी चले, लेकिन अखन नेचुरल अखन देख रहा छी जे नजिक में से अपने सबके दिखाव यसरी यो खेलिरहेको हुन्छ। आफै उडेर यताउता जाने। अनि त्यसपछि यो पुरै जालीहरूले चाहिँ गरेको छ। अनि त्यसपछि यो यसको कसरी केयर गर्नुहुन्छ? यसले कसरी चाहिँ अब त्यही यता हेर्दिनु जङ्गलको त्यो दानाहरू हुन्छ नि, त्यो किराहरू यता हेर्नुहोस्। किराहरू हुन्छ नि, त्यही ख्याउने हो। त्यो के कुन किरा हुन्छ त्यो जङ्गलबाट ल्याउने? अलि त्यो दामिरोमा त्यो यत्रो डलो हुन्छ, त्यो डलो खाना कि मयूर की खाए थे दिखावे के प्रयास करे वहाँ सबके जंगल सब जनावर के की खाए से जानकारी नहीं रहे छे। हमरो नहीं जानकारी छे, तै दुआरे अखन हम खास को मयूर के की खुआल जाय छे तो वो दिखावे के प्रयास करे। एकदम एठम
चारों का जंगल पहाड़ के बीच में खोला के साइड में नदी के साइड में ई धामी पार्क से यस्तो यो यो डल्लो भित्र त किरा निस्किन्छ त यो बाटो के निस्किन्छ किरे खान्छन् यी चाहिँ आम के गाछी सपाटमा कोनो गाछी के रूप में देखे थे चाहिँ डल्लो बनल टाइप की वही जे चाहिँ इनका इनमें से कीड़ा निकले छे तो कीड़ा खाई छे एकदम सुंदर एठम की शांति वातावरण से के नाम छ यहाँको मेरो कुलचन्द्र धाम अनि यसमा चाहिँ कतिवटा चाहिँ यो हरिण कतिवटा रहेछ 3वटा छ अनि यसको हेरचाह कसरी गर्नुहुन्छ तपाईहरु यसको हिसाब अब घाँस ख्याउने त्यही अनि साफअप गरिदिने अनि यो तपाई नाम पनि राख्नु भएको छ यो 3वटामा के नामले बोलाउनुहुन्छ तपाई काली भनेर बनाउँछ बोलाउँदाखेरि आउँछ हजुर बोलाउनु त काले अहिले घाँस खाइरहेको छ त्यही भएर अहिले आउँदैन कति त्यो पुरै दिनमा यहाँहरुले घाँस खुवाउने अरु के गर्नुपर्छ यहाँ सयारहरु त्यही साफसुफ गर्ने त्यही अनि चाहिँ अब घाँस सास ल्याउने ओके यसमा अब त्यही त्यो बाँदर हो त्यहाँबाट खरा हो त्यहाँदेखि अजगर साँप हो कहाँ छन् त्यो अजगर साँप उता अनि त्यसमा चाहिँ फेरि सुगा छ त्यहाँबाट अनि फेरि कसरी तपाई सबै केयर तपाई नै गरिराख्नु भएको छ अजगरलाई पनि हजुर हामी उता हेर्न पनि सक्छौं अब हामी चाहिँ यो अजगर रहेछ र अरु जनावरलाई पनि हामी चाहिँ हेर्ने छौं कसरी उहाँहरुलाई स्याहार गर्नुहुन्छ देख सकै छी जे कतै छोट खडायो कतै मिक्स छ तैना हम बात फेर करब जे हम सब जना हरिण के बारे में जानकारी लेली यो खरायो राख्नु भएको छ हैन यो सबै भन्दा यो प्रजाति चाहिँ सबै भन्दा धेरै बच्चा दिने गर्छन् हैन फेरि कसरी यसलाई स्याहार गर्नुहुन्छ अब स्याहार त अब यसलाई त अब पालेकै छ अब स्याहार त अब यही बसिन्छ अब घाँस भुसा उहाँले लगाइदिन्छन् त्यस कारणले सोको लागि यसो ए ओके हेर्नको लागि कति मान्छेहरु पुरै दिनमा कति आइरहेको हुन्छन् यता आइरहन्छ 50 वटा 60 वटा दिनकै आइरहेछ 40 वटा ओके शनिबारको तर एकदम धेरै हुन्छ धेरै भिड हुन्छ हजुर अनि अब हामी चाहिँ अजगरलाई हेर्न जाऊँ अजगर की हम इतने समय में अजगर कैसे अजगर कैसे हम सब मैथिली में बाइज अजगर जेना कि यति दिन सुनै छले भिडियो सब में देखे छले बट हम एक्चुअली में रियल में नहीं देखने छले मैले आज फर्स्ट चोटी हेरे अब आज सब किसी दिखावा के प्रयास करब जे यी सब पैग जे छै से अजगर छै एठम साथ ओइको बारे में हम सब बुझे के प्रयास करब राजु धामी जी धामी पार्क के अध्यक्ष हैं गसने बातचीत करब यहाँलाई स्वागत छ धन्यवाद यो धामी पार्क को खास गरेर मुख्य विशेषता के रहेछ यो चाहिँ हाम्रो यो सामुदायिक वन भित्र हो यहाँ चाहिँ पहिलेदेखि एउटा महादेव बाबाको मन्दिर हुन्छ तिलेश्वरनाथ सामुदायिक वन के रे मन्दिर यहाँ चाहिँ तपाईको पहिला मलाई थाहा भएको हैन यहाँ चाहिँ ठुलो मेला लाग्थे तर पछिल्लो समय चाहिँ यो मन्दिरको महत्त्व पनि घट्दै गएको अनि त्यसपछि यो अलिकति यो झारी एकदमै भएको यो लोप हुँदै गइरहेको अवस्थामा अनि मैले अध्यक्ष पदको जिम्मेवारी लिइसकेपछि सामुदायिक वनको अध्यक्ष पदको जिम्मेवारी लिइसकेपछि केही गर्नुपर्छ केही गरेर देखाउनुपर्छ र यो ठाउँलाई चाहिँ डेभलप गर्नुपर्छ अलि पर्यटनलाई पर्यटकीय दृष्टिकोणले चाहिँ यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भनेर चाहिँ मैले सुरुवात गरेँ कति सालमा यो के भन्छ यो पार्कको चाहिँ निर्माण भएको थियो र उत्थानमै भनौँ यो आर्थिक वर्ष 75-76 मा वन मन्त्रालय संघीय वन मन्त्रालयको
5 लाख रुपियाँबाट चाहिँ सुरुवात भएको हो यो 5 लाखबाट चाहिँ सुरुवात भएर अहिले चाहिँ तपाईँको सङ्घीय पर्यटन मन्त्रालयबाट तपाईँको करिब साझेदारी अन्तर्गत पालिका र के भन्छ पर्यटन मन्त्रालयको साझेदारी अन्तर्गत चाहिँ हजुरको 6 करोड 86 लाखको यो टेन्डर भएको छ र निर्माणकै क्रममा छ। अहिले निर्माण भइ नै रहेछ निर्माणकै क्रममा। अनि यतै कति चाहिँ भिडभाड हुन्छ, कसरी यसलाई चाहिँ तपाईँहरू पर्यटकसम्म पुर्याउन सक्नुहुन्छ कि जसरी भरताल यता छ, नुनथर छ, त्यो भन्दा मन लागिरहेको छैन कि यो ठाउँमा कमी छन् कुनै कुराको, प्राकृतिकको त्यस्तो एकदमै स्वरूप राम्रो, त्यो यो पहाडीको तल यो चाहिँ यो एकदमै डाँडाकाँडामा छन् होइन, हरियाली। अनि यसरी कसरी चाहिँ पर्यटकसम्म प्रचार प्रसार गर्न सरकारको कतिको चासो रहेछ, यहाँहरूको कस्तो भूमिका छ? अहिले तपाईँको यो निर्माणकै क्रममा भएको कारणले हामीले प्रचार प्रसार चाहिँ मिडियालाई बोलाएर तपाईँको अन्य सञ्चार माध्यमबाट चाहिँ हामीले यो प्रचार प्रसार गरेको छैनौँ, किनभने निर्माणकै चरणमा छ होइन। यो निर्माण भइसकेपछि अनि त्यसपछि हामीले चाहिँ अलिकति अब प्रचार प्रसार गऱ्यो भने अलिकति पर्यटक पनि भित्रिन्छ जस्तो लाग्छ। र अहिले चाहिँ यो बिदाको दिनमा चाहिँ फाटाफुटा पर्यटकहरू चाहिँ आउँछ। कतिको आज कतिको सङ्ख्यामा हुन्छ? सङ्ख्यामा अब बिदाको दिनमा तपाईँको 2300 150 200 यही लोकल पर्यटकहरू आउँछ। अनि त्यसपछि यो यिनीहरूको कसरी खानपिनको व्यवस्था कसरी गर्नुहुन्छ? जसरी मान्छेहरू मैले कुरा गरेँ राख्नु भएको छ होइन, त्यस पश्चात खानपिन जसरी अजिगरलाई नै त्यो पुरै दिनमा तपाईँको हाँस दिनुपर्छ, कसरी फेरि म्यानेज गर्न गरिराख्नु भएको छ? होइन, यो अब अलिअलि हामीले 20 रुपियाँ शुल्क ल्याएको छौँ अहिले एकदम न्यूनतम। अब त्यो यहाँ वन्यजन्तुहरूलाई नै तपाईँको यो पालन पोषणको निम्ति चाहिँ गरेका छौँ र केही चाहिँ हामीले सामुदायिक वनबाटै म्यानेज गरेर यो चाहिँ अहिले वन्यजन्तुहरू छन् होइन। अब 5-7 आइटम छ अहिले। अब यसलाई चाहिँ अलिकति यो निर्माणको क्रम सम्पन्न भइसकेपछि तपाईँको अलिकति प्रचार प्रसार भइसक्यो, पर्यटकहरू बढेपछि अझै हाम्रो चाहिँ योजना प्लानिङ के छ भने हामीले वन कार्यालयसँग पनि स्वीकृति ल्याएको छौँ। कम्तीमा 60-70 वटा आइटम चाहिँ यो वन्यजन्तुहरू चाहिँ हामीले चाहिँ यहाँ राख्ने भन्ने हाम्रो प्लानिङ हो। कर्मचारीहरू कतिको रहेछ अहिले? अहिले चाहिँ हाम्रो कर्मचारी 4 जना छ। 4 जना छन्। उहाँहरू तलब बेसमै होला? तलब बेसमै हो। अरू के चुनौती लागिरहेछ यहाँलाई यता? चुनौती त वास्तवमा अब चुनौती त हुने नै हुन्छ होइन। अब कुनै पनि निर्माणको कार्यहरू, कुनै पनि तपाईँको ठुल्ठुलो योजनाहरू तपाईँको सञ्चालन गर्दाखेरि चुनौती त अवश्य नै हुन्छ। तर पनि हामीलाई अब स्थानीय लेभलमा तपाईँको प्रदेश लेभलमा अहिले जसरी अब यो के भन्छ मन्दिर पनि भएको भएर चाहिँ यहाँ चाहिँ धर्मशालाको लागि प्रदेश सरकार अन्तर्गतको तपाईँको उद्योग वाणिज्य पर्यटन मन्त्रालयबाट अहिले हामीलाई 50 लाखको विनियोजन गरिदिनु भएको छ र निर्माण कार्य पनि तपाईँको सुरु भएको छ। हजुर। अनि यो मन्दिर तिलेश्वर नाथ महादेव मन्दिर रहेछ, यो मन्दिर कसरी चाहिँ उत्पन्न भयो, कसरी यो के छ यसको रहस्य? यो विषयमा चाहिँ मलाई थाहा छैन, धेरै तपाईँको अब धेरै पहिलादेखि अब यहाँ चाहिँ तपाईँको एउटा ठुलो महादेवको आकारमा चाहिँ तपाईँको ढुङ्गा त्यहाँबाट जमिनको मुनिबाट निस्केर चाहिँ यो तपाईँको उत्पत्ति भएको भनेर हाम्रो पुरानो अग्रजहरूले भन्ने गर्नुभएको छ। के भन्न चाहनुहुन्छ तपाईँ हाम्रो मिडियाको थ्रु? होइन, मिडियाको थ्रु चाहिँ अब मैले के भन्न चाहन्छु भने यो सुरुवातको क्रममा छ, यो तपाईँको पर्यटन पार्क चाहिँ सुरुवातको क्रममा छ होइन। मिडियाको थ्रु चाहिँ मैले होइन सम्बन्धित निकायहरूलाई चाहिँ यसमा साथ सहयोग सपोर्ट र जसरी हजुरहरू पनि आउनुभयो, यो अलिकति प्रचार होस् भनेर यहाँहरू आउनुभयो, यहाँहरूलाई पनि धेरै धन्यवाद। हामी यहाँहरूको कन्ट्याक्ट नम्बर लिनेछौँ र यो निर्माण सम्पन्न भइसकेपछि यहाँहरूलाई फेरि पनि निमन्त्रणा गरेर चाहिँ निम्ति आउनेछौँ भन्ने। हस्, धेरै धन्यवाद। मैले उहाँसँग कुरा गरेँ, एकदमै खुसी लाग्यो। अझै म यहाँको केही कुराहरू मन्दिरहरू पनि हेर्छौँ। त्यही हम सब तिलेश्वर नाथ महादेव मंदिर जो मेन ऐठम जैसे से यह मंदिर है, अब वो मंदिर के हम सब दर्शन करने के प्रयास कर। यह तिलेश्वर नाथ महादेव मंदिर है, जैसे इटा पत्थर स्वरूप स्वप्न में जखन जब है तो ऐठम देखल गए तो ऐठम इटा बाबा के जैसे से अकादमी पत्थर के महादेव थे, तो ये अपने शिव दर्शन कराने के प्रयास कर। तैना ऐठम हम सब हरिण के पास के नौ
ओकरा केना क क सहियार होइ छै तकर बाद अजिगर छै आगामी दिन में जे छै से अहू सँ जे छै से पैघ जे छै से चिड़ियाखाना एठन बनतै मंदिर सबके बहुत एहन देखलहुँ है एतेक महत्व छै लेकिन अखनो इसी सबके निर्माण जे कार्य अखन शुरुए छै लगभग 6 करोड़ जते के बजेट जे छै से एठम सरकार द्वारा देल गेल छै एठम देख सकै छी जे चारू भर एकदम पार्क जे छै से अखनो अहाँके एठम बैस सकै छी एठम बच्चा सबके चलबऽ वाला जे छै से अथी राखल गेल छै चारू भर एकदम हर हरियाली सब भरल छै एहि पार्क एतेक नीक जे अखनो किछु नहीं भेला के बावजूद भी जे एते शांति एतेक नेचुरल अहाँके मतलब छै काल्हि के डेट में अगर ई निर्माण अगर भ जाए अगर नीक जकाँ अहाँके एठन सब किछु बनि जेतै तो आरो बुझाइए जे पर्यटक के जे छै से भीड़भाड़ जेनाकि अहाँके नुनथर जाइ छियै तो वही अनुसार से जे छै से अहूठन आदमी सब जुटऽ के प्रयास करते एहि चीज जल्दी से जल्दी जे छै से निर्माण होय एकदम जतेक हम बात करी एहि पार्क के बारे में ओतेक हमरा लागि रहल है जे कम छै किया अखन एठन किछो नहीं छै तेहन खास तैयारी अवस्था में किछो तेहन एठन जे कहबै जे बहुत बड़का बड़का अथी बनाओल गेल छै जानवर सबके रहऽ के लेल सेहो नहीं छै लेकिन तत्पश्चात जेठम के जे प्राकृतिक छै जे हर हरियाली छै गाछी सब छै ओहि के कारण से एतेक आनंद आबि रहल छै एठम बैसऽ में एठम घूमो के लेल जे छै से आबै छी विशेष अहाँके शुल्को नहीं छै 20 रुपया मात्रे लेल जाइ छै तो हम सब फेर दोसर ठाम के जे छै से दोसर रिपोर्ट लऽ कऽ उपस्थित रहबेटा करब अपनहु सब जरूर आबी ई अहाँके जे तिलेश्वरनाथ महादेव मंदिर हमें दर्शन करबाक लेल आ सामुदायिक जे धामी पार्क छै ओहिमे जे छै से सेहो घूमऽ के लेल आबी अखन के लेल विदा ले तब तक अपनी सब टीवी टूर देखैत रही नमस्कार।